एभ्रिवान, हजुरहरूलाई चाहिँ कम्बिनेसन स्किनको बारेमा मेकअप सिक्न चाहनुहुन्छ भने चाहिँ यो भिडियो हजुरहरूको लागि। मैले चाहिँ स्टेप बाई स्टेप हामीले स्किन प्रिप कसरी गर्छौँ अनि मेकअप कसरी स्टार्ट गर्छौँ, कुन कुन प्रोडक्ट युज गर्छौँ भनेर चाहिँ मैले स्टेप बाई स्टेप हजुरहरूलाई सेयर गर्दैछु कम्बिनेसन स्किनको बारेमा। मैले यो मेकअप लुक क्रिएट गरेको थिएँ। स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ प्लिज सब्सक्राइब गर्न नबिर्सिनु होला अनि स्टार्ट गरौँ है त आजको लुक। सबैजनाको रिक्वेस्टमा चाहिँ आज म सिकाउँदैछु कम्बिनेसन स्किनमा चाहिँ कसरी हामी स्किन प्रिप गर्ने अनि सबैजनाको एउटै स्किन हुँदैन। सो स्टार्ट गरौँ। कम्बिनेसन स्किनमा चाहिँ हामीले कसरी चाहिँ फर्स्टमा स्किन प्रिप गरेर अनि मेकअप स्टार्ट गर्छौँ। सो स्टार्ट गरौँ है त। स्किन प्रिप गर्नुभन्दा अगाडि चाहिँ हजुरले चाहिँ स्किन प्रिप गर्नुभन्दा अगाडि चाहिँ एकचोटि फेसलाई वाइप गर्ने। पहिले क्लिन्जिङ गरिराख्नु भएको छ भने चाहिँ गर्नु पर्दैन, नत्र एकचोटि चाहिँ मजाले क्लिन गर्ने फेसलाई। फेसलाई एकछिन ड्राई हुन दिने अनि हाम्रो जता ओइल आउँछ त्यता चाहिँ हामीले म्याट प्राइमर युज गर्नुपर्ने हुन्छ। अनि फर्स्टमा चाहिँ मैले यसमा चाहिँ अब टोनरहरू लगाउनुहुन्छ भने चाहिँ लगाउन सक्नुहुन्छ, नत्र हजुरहरूसँग चाहिँ डालवा सिरम छ भने एकचोटि सबैतिर मजाले लगाइदिनु होला। यो चाहिँ मेरो अलिकति बिग्रेको छ क्या, बिग्रेको छ अनि हल्का हातैले यसरी सबैतिर लगाइदिन्छु। तर नोज एरियामा हाम्रो ओइल आउने साइडतिर चाहिँ अलिक कम लगाउने, जे प्रोडक्ट लगाउँदाखेरि पनि अलिक कम लगाउने यो साइडमा। यो चाहिँ 2-3 मिनट छोडिदिने यसलाई। यसलाई 2-3 मिनट छोडिदिइसकेपछि अनि हामीले मोइस्चराइजर लगाउँदा यो कम्बिनेसन स्किन भएको स्किनमा चाहिँ हामीले मोइस्चराइजर लगाउँदाखेरि चाहिँ मैले चाहिँ यो सेटाफिलको लगाउँदैछु। अनि अरू बेला ड्राई स्किनको लागि चाहिँ अलिकति मजाले लगाउनु पर्ने हुन्छ। अनि यसमा चाहिँ हाम्रो जता ड्राई छ अलिकति धेरै लगाउने, अन्त चाहिँ एकदम कम लगाउने। यसमा चाहिँ यति लगाइसकेपछि यता यो एरियामा चाहिँ अलिकति कम, यही जता यता हामीले लगाइसकेको छौँ भने यता चाहिँ यसरी हल्का यही हातले नै यस्तो गर्दाखेरि पुग्छ, कम लगाउने। त्यहाँ एकदम धेरै ओइल आएर फाउन्डेसन नै पुरा पगाल्ने पनि हुन्छ कि कसैको चाहिँ यति नै, कहिलेकाहीँ चाहिँ मेरो पनि त्यस्तै हुन्छ। मोइस्चराइजरलाई पनि 5 मिनट जति राख्नु होला, किनकि यसलाई पनि हाम्रो मेकअपलाई चाहिँ लङ लास्ट बनाउनको लागि हेल्प गर्छ नि त। मैले यो सनस्क्रिन लगाउँदैछु। सनस्क्रिन लगाउँदाखेरि पनि हजुरहरूले चाहिँ व्हाइट कास्ट छोड्नेवाला सनस्क्रिन नलगाउनु होला। अनि यो पनि हाम्रो ड्राई भएको साइडतिर चाहिँ अलिकति धेरै लगाउनु होला। अनि नोजमा चाहिँ हल्का मात्रै यो हातले मात्रै लगाउनु होला, थोरै, एकदम कम लगाउने। जहाँ तपाईँको ओइल आउँछ त्यहाँ चाहिँ तपाईँले कम लगाउने। यसलाई पनि मजाले ब्लेन्ड गरिदिने अनि हातैले यसरी मजाले ब्लेन्ड गरिदिने। जति हजुरहरूले चाहिँ प्रोडक्टलाई कन्ट्रोल गरेर लगाउनुहुन्छ त्यति नै हजुरहरूको मेकअप बेस राम्रो हुन्छ। कम्बिनेसन स्किनको लागि चाहिँ मेन रोल भनेको प्राइमर हो, जुन हजुरहरूले चाहिँ हेरेर लगाउनु पर्ने हुन्छ। अब यसमा चाहिँ टी जोन एरियामा चाहिँ हजुरहरूले लगाउनु होला म्याट प्राइमर। यसले चाहिँ तपाईँले टी जोन एरियामा मात्रै एप्लाई गर्नु होला। यो चाहिँ तपाईँहरूको कता कता ओइल आउँछ त्यता मात्रै युज गर्नु होला। धेरैजनाले त सुनिरहनु भएको होला हामीले 2 थरी कम्बिनेसन स्किन छ भने चाहिँ प्रोडक्ट पनि त्यस्तै गरी लगाउनु पर्छ भनेर। अनि यो चाहिँ मैले यस्तै गरी लगाउँछु, जहाँ हाम्रो ओइल धेरै आउँछ त्यो एरियामा मात्रै यो म्याट प्राइमर एप्लाई गर्दैछु। ड्राई भएको स्किनमा चाहिँ एल्फको ग्रिप प्राइमर लगाउँदैछु। यसलाई लङ लास्ट पनि बनाउँछ यो ड्राई भएको साइडतिर। एकदम धेरै पनि नलगाउने, हो थोरै लगाउने। प्राइमर पनि धेरै लगाउनु भयो भने मेकअप एकदम बिग्रिन्छ, त्यो चाहिँ हजुरहरूले चाहिँ हेरेर लगाउनु होला। मैले चाहिँ यसरी तपाईँको ड्राई कता कता छ त्यो साइडतिर चाहिँ मैले ग्रिप प्राइमर लगाएको छु। जता जता ओइल आउँछ त्यता चाहिँ मैले म्याट प्राइमर लगाएको छु। यसरी चाहिँ हामीले स्किनलाई रेडी गर्नुपर्ने हुन्छ। अब यसलाई चाहिँ मजाले 5 मिनटसम्म चाहिँ छोडिदिनुपर्छ। प्राइमरलाई 5 मिनट एब्जर्ब गराइसकेपछि चाहिँ मैले नार्सको फाउन्डेसन लगाउँदैछु। यो चाहिँ अल स्किन टाइपको लागि हुन्छ, तर अलिक ड्राई स्किनको लागि हो। अनि हामीलाई चाहिँ यो जहाँ हामीलाई चाहिँ अलिकति कम लगाउनु पर्ने हो त्यहाँ चाहिँ हामीले धेरै लगाउनु पर्ने हुन्छ।
यो पनि हामीले फाउन्डेसन पनि धेरै नलगाउने। यो फाउन्डेसन चाहिँ खास ड्राई स्किनको लागि हुने भएको भएर चाहिँ मैले ड्राई स्किनदेखि स्टार्ट गर्दैछु। जहाँ मेरो ड्राई हुन्छ त्यहाँ पहिला यसरी एप्लाई गर्ने। हजुरहरूलाई चाहिँ अब यसरी लगाइसकेपछि चाहिँ तपाईँहरूले यो कम्बिनेसन भएको ठाउँमा जहाँ तपाईँले म्याट प्राइमर लगाउनु भएको थियो त्यहाँ एकदम कम लगाउनु होला। यसरी स्टार्ट मैले यहाँबाट गर्दैछु भने यो चाहिँ तपाईँले धेरै चाहिँ अब यता लाग्छ नि त, अब एकदम लेयर लेयर नलगाउने, एकदम पातलो लेयरमा चाहिँ यसरी ब्लेन्ड गरिदिने। मैले 2 ड्रप मात्र लगाएको छु, यतिसम्म मजाले भयो। एकैछिनमा ब्लेन्ड हुन्छ यो चाहिँ। अनि अब यति लगाइसकेपछि निधारमा पनि पुग्छ मजाले। अनि यसलाई ब्लेन्ड गर्दाखेरि पनि यस्तो मजाले ब्लेन्ड हुन्छ यो चाहिँ। अनि मैले नोज एरियामा एकदम पातलो लगाएको छु। अनि यो आई एरियामा पनि मैले धेरै लगाएको छुइनँ यसलाई चाहिँ। अनि अब हजुरहरूलाई चाहिँ कता कता आवश्यक पर्छ त्यता मात्रै लगाउनु होला। यस्तो मजाले ब्लेन्ड हुन्छ। अनि अब तपाईँहरूको चाया पोतो छ भने चाहिँ अलिकति कलर करेक्टर गरेर हजुरले एप्लाई गर्न सक्नुहुन्छ। अन्डर आईमा पनि कन्सिलर लगाउँदाखेरि पनि हजुरहरूले धेरै नलगाउने। अब त्यसपछि पालो कन्सिलर पनि हजुरहरूले चाहिँ जुनसुकै युज गर्न सक्नुहुन्छ होइन। अब कन्सिलर लगाउँदाखेरि पनि हजुरहरूले चाहिँ एकदम कम लगाउने, धेरै लेयर चाहिँ लाउँदै नलाउने। यतिले मलाई सबैतिर पुग्छ ब्लेन्ड गर्नको लागि। अब मैले यसलाई अनि अब यसलाई यसरी मजाले ब्लेन्ड गरिदिने। अब यसलाई यति ब्लेन्ड गरिसकेपछि यसैले हल्का यतातिर पनि गर्न सक्नुहुन्छ। कता कता आवश्यक पर्छ त्यतै पनि यसरी ब्लेन्ड गर्दै जाँदाखेरि चाहिँ यसै ब्लेन्डरले पनि हजुरहरूले चाहिँ कता कता चाहिन्छ त्यता एड गर्न सक्नुहुन्छ। यो चाहिँ अलिकति लेयर लगाउनु भयो भने चाहिँ यो लाइनहरू देखिन्छ नि, यो लाइनहरूमा चाहिँ एकदम क्रिज बस्छ अनि फाउन्डेसन कन्सिलरहरू चाहिँ भित्र बसिरहेको हुन्छ क्या। त्यही भएर बरु आँखाको तल चाहिँ फाउन्डेसन एप्लाई नै नगर्ने, एकैचोटि डाइरेक्ट हजुरहरूले चाहिँ डार्क सर्कल छ भने चाहिँ हजुरले कलर करेक्टरहरू गर्न सक्नुहुन्छ। कलर करेक्टर गरिसकेपछि चाहिँ अनि डाइरेक्ट तपाईँहरूले यसरी कन्सिलर एप्लाई गर्न सक्नुहुन्छ। अब यसमा चाहिँ मैले अलिकति एकछिन वेट गरिसकेर चाहिँ हल्का हातले यसलाई रब गर्ने अनि मात्र यो आँखाको तल यसरी ब्लेन्ड गर्ने, क्रिज नबसोस् भनेर। अनि यो पाउडर पनि कम्बिनेसन स्किनको लागि एकदम धेरै, अब कतै ड्राई कतै ओइली हुन्छ नि त, त्यसको लागि पनि हेरेर लगाउनु। ड्राई साइडमा चाहिँ पाउडर नलगाउनु होला। जता धेरै ओइल आउँछ त्यता चाहिँ हजुरहरूले चाहिँ यसरी पाउडरले ड्याप गर्नु होला। नोजभरि आउँछ नि त, अब यो चाहिँ मेन सबैभन्दा इम्पोर्टेन्ट चिज हो। हजुरले चाहिँ फाउन्डेसन एउटै लगाउनु भएको छ तर हजुरहरूले चाहिँ यसले गर्नुपर्ने हुन्छ पाउडरले। अनि पाउडर पनि एकदमै अलि राम्रो खालको लिनु होला यसको लागि चाहिँ। अनि यति गरिसकेपछि ड्राई स्किनमा टच नगर्नु होला। अनि गर्दैछु क्रिमवाला ब्लस। अनि यो चाहिँ मैले अलिकति हल्का मात्रै मैले क्रिम ब्लस युज गर्दैछु। त्यसमा चाहिँ मैले पाउडर युज गर्छु। कम्बिनेसन स्किनमा चाहिँ धेरै जस्तो पाउडर नै युज गरेको राम्रो हुन्छ। अनि यो साइडमा चाहिँ हल्का ड्राई नै हुन्छ। मैले यसमा चाहिँ क्रिम नै युज गरेँ। त्यसपछि म लगाउँदैछु पाउडर एप्लाई गर्छु यही माथि। त्यही गरी तपाईँहरूको फेसमा चाहिँ यो ब्लस एकदम धेरै भयो भने चाहिँ जब हजुरहरूले पहिला फाउन्डेसन ब्लेन्ड गर्नुभएको ब्लेन्डरले चाहिँ यसरी ब्लेन्ड गर्नुभयो भने मजाले ब्लेन्ड गर्नुभयो भने चाहिँ यो अलिकति कम देखाउँछ। अनि अझ पनि कम भएन भने चाहिँ हल्का पाउडरले चाहिँ ड्याबिङ गर्न सक्नुहुन्छ कि यसले चाहिँ अझै जति ब्लेन्ड गर्नुहुन्छ त्यति नै राम्रो हुन्छ कि हजुरहरूको मेकअप चाहिँ। पाउडरवाला ब्रोन्जर नै गर्छु। यस्तो सजिलो हुन्छ कि यो ब्रोन्जरहरू चाहिँ। अब एकदम क्विक छिट्टो गर्नको लागि चाहिँ ब्रोन्जरै युज गर्दा हुन्छ। पहिला हजुरहरूले चाहिँ ब्लस लगाउनु, त्यसमाथि यसरी हल्का मात्रै सेप दिन सजिलो हुन्छ।
निधार साइडमा पनि सेम त्यसरी ब्लेन्ड गरिदिने। अब नोजमा पनि हजुरले कसरी गर्नुहुन्छ त, नोज कन्टुर पनि नोजको लागि चाहिँ मेरो कलर छ जस्तो छ यो नोजको लागि पनि यसरी लिने अनि हल्का लाइन तान्ने अनि यसैले यसो माथि माथि पठाउने। हाइलाइट गर्दैछु, प्याकको हाइलाइट युज गर्दैछु म चाहिँ। यसै हाइलाइट लगाउने यसरी। हाइलाइटलाई पनि यसलाई चाहिँ हामीले ब्लसलाई चाहिँ यसरी राउन्ड राउन्डमा गर्थ्यौँ भने यसलाई चाहिँ यसरी ब्लेन्ड गरिदिने। एलेगलको लिप लाइनर युज गर्दैछु। खेरि चाहिँ सबैभन्दा बेस्ट चाहिँ हजुरले चाहिँ यसरी लगाउनु होला। यसरी लगाउनु भयो भने चाहिँ एकदम सजिलो हुन्छ, क्लाइन्टहरूलाई लगाउँदाखेरि पनि सजिलो। यसरी ब्रसले लिपस्टिक लगाउनु भयो भने चाहिँ एकदम इजिली लगाउन सक्नुहुन्छ अनि यताउता जाँदैन, लाइनिङहरू क्लिन हुन्छ। लास्टमा अनि एउटा मेकअप फिक्सर लगाउनु होला। फिक्सर लगाउँदाखेरि पनि अलिकति टाढाबाट यतिको टाढा चाहिँ हामीले लगाउनु पर्ने हुन्छ। यसरी यहाँ एकदम पोल्छ। सो देख्न सक्नुहुन्छ यस्तो मजाको ग्लो हुन्छ अनि हजुरहरूलाई यतातिर ओइल आउँछ भने पनि प्रब्लम छैन किनकि मैले पाउडरले पनि सेट गरिसकेको छु। हजुरले चाहिँ पाउडर चाहिँ अलिकति मजाले हजुरले सेट गर्नुपर्ने हुन्छ अनि प्राइमर मेन इम्पोर्टेन्ट। हजुरले प्राइमर चाहिँ कसरी युज गर्ने अनि कुन कुन प्राइमर युज गर्न सकिन्छ भनेर चाहिँ हजुरहरूले चाहिँ कन्फ्युजन हुनुहुन्छ भने मलाई कमेन्ट गर्नु होला। आजको फाइनल लुक चाहिँ यस्तो देखिएको छ। हजुरलाई कस्तो लाग्यो प्लिज कमेन्ट गर्न नबिर्सिनु होला है त अनि सब्सक्राइब गर्न नबिर्सिनु होला है। थ्याङ्क यू सो मच।